यतिखेर हामी चाहिँ अब प्रत्यक्ष प्रसारणमा छौँ है। यो चाहिँ अब हामीलाई के कति क्षति भइरहेछ घरको भनेर एकदम होइन। अब माथिदेखि रोड काट्दाखेरि अब ढुङ्गा केहीहरू आएर घरको माथि लागिसकेपछि अब देख्न सक्नुहुनेछ यहाँ। पहिले चाहिँ अब हामी केही थोरै क्षतिबाट नै गर्न चाहन्छौँ, त्यसपछि अब हामी केही समयका लागि पिटाएर जान्छौँ। देख्न सक्नुहुनेछ यहाँ चाहिँ अब एकदम पाखा चाहिँ किच्क्याएर भनौँ न, केही कुराहरू चाहिँ यता देख्न सक्नुहुनेछ भाँचिएर यस्तो भइरहेछ। अब यसको क्षतिपूर्ति चाहिँ कसले हेर्ने, अब गाउँपालिका वा वडाले हेर्ने भन्ने प्रोग्राममा छौँ हामी। अब भित्र चाहिँ के कति क्षतिपूर्ति भएको छ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ क्षति भएका कुराहरू पहिरेटी लागिसकेको छ यहाँ धेरै लामो लामोसम्म। अब हामी एकछिन भित्र जान्छौँ है त। देख्न सक्नुहुनेछ तपाईँहरू, हेर्नुहोस् यो चाहिँ भाँचिएर पुरै खिस्किया छ, देख्न सक्नुहुनेछ। यो चाहिँ यहाँ चाहिँ यीहरू भाँचिरहेका छन्, धेरै क्षतिपूर्ति भइसकेको छ। डाँडाहरू भत्केर धुरी भत्किसकेको छ। यहाँ देख्न सक्नुहुनेछ उपर अनि फाट परिरहेको अवस्था छ, एकदम गम्भीर अवस्था भइरहेको छ। यता गाजो पनि किच्किरहेको अवस्था। अनि यो चाहिँ एकदम भनौँ न हामी पशु राख्ने गोठ हो। देख्न सक्नुहुनेछ